पाकिराखेको छ अरे जय मसी ओहो हाम्रो क्रिसमस क्यारल सबैजनालाई जय मसी नमस्कार अनि तपाईं सबैजना सन्चै हुनुहुन्छ र हाम्रो चाहिँ आज मेरी क्रिसमस अनि हामी चाहिँ क्यारलमा छौँ साथीहरु अनि मेरो युट्युबमा तपाईले सब्स्क्राइब गरिदिनु नभुल्नु होला मेरो प्यारो युट्युब फ्यामिलीहरुलाई धेरै मिस गरेको छु त है त गाइस जय मसी पनि एभ्रीवान यो समय तपाईले देख्न सक्नुहुन्छ आजको मेरो भ्लग चाहिँ यहाँबाट सुरु भइराखेको छ है त साथीहरु अनि यहाँ चाहिँ हाम्रो बहिनीले के झिकिराख्नु भएको छ भन्दाखेरि चाहिँ सिरकहरु झिकिराख्नु भएको छ आज चाहिँ हाम्रो क्याम्प फायर हुनेवाला छ साथीहरु अब हामी चाहिँ यसरी हिँड्यौं साथीहरु यसरी हिँडिराख्नु भएको छ अनि डारो पनि समातेर अनि म चाहिँ यस्तो भएर आज चाहिँ क्याम्प फायरको लागि र मेरी क्रिसमसको लागि चाहिँ हामी सिरान चौक जाँदैछौँ है साथीहरु तपाईहरु सबैजनालाई मेरी क्रिसमस साथीहरु सबैजनामा अब चाहिँ हामी यसरी जाँदैछौँ अब सिरान चौक पुगेपछि मात्रै तपाईलाई देखाउँछ है त गाइस हामी माथि जाँदै गर्दा चाहिँ एकदमै धेरै मानिसहरु हुन्थ्यो सक्नुहुन्छ बाटोमा जाँदै गर्दा मैले इस्कुस देखेँ के साथीहरु फाइनली र बनाउनु मन लाग्यो मम्मा उकालो हिँड्दा कति धेरै फलेको के साथीहरु यस्तो है साथीहरु हामी चाहिँ आइपुग्यौं र यसरी हिँडिरहेको छौँ हामी चाहिँ घरमा क्यारल खेल्ने सक्नुहुन्छ र यो ठाउँमा चाहिँ पपैया पनि रोप्एको छ अगाडि फुल पनि रहेको छ यो चाहिँ घर र म आफै यस्तो हुलियामा साथीहरु आइसकेको छु अनि हाम्रो फादर जय मसी बारकमर फादर चिन्नै नसकिने भएर बस्नु भएको रहेछ आइज उठ तेरे आज यहाँ हाम्रो यो आयो किन्छ भेनीको बजार यो चाहिँ मल्लाज यता रहेको छ फर्कै ढुङ्गा क्यारलसँगै क्याम्प फायरको लागि चाहिँ यो भुटन रेडी भइसकेको छ मटर रेडी भइराखेको छ मासु छ हामीले आज पकाउने अनि यो आगो क्याम्प फायर त्यहाँबाट छोटो बनाउनु डेन्जर रहेछ त क्यारलको लागि र यहाँ हाम्रो चाहिँ क्याम्प फायर सुरु हुँदैछ अनि क्यारल पनि यो जय मसी दिदी यहाँ हाम्रो बहिनी तल मेरी क्रिसमस यहाँ चाहिँ फोटो उस भइरहेको छ फोटो सेसन अनि यहाँ चाहिँ होइन अनि तपाईँहरू सबैजनालाई स्वागत छ जय मसी है तेरि आमा छोरा चाहिँ एकदम फोटो सेसन चलिराखेको छ टिपलाइट हाम्रो ठुलो आमा जय मसी आमा मेरी क्रिसमस ह्यापी क्रिसमस हाम्रो साथीहरु उत्साह दिनुहोस् है तपाईहरुले बुवा ओहो ठुलो बुवा पनि आउनु भएको छ अनि मेरो चाहिँ श्रीमान हेलो सर हाउ आर यु I am fine, thank you. क्रिसमसको बडा दिन अनि चाहिँ यस्तो देखिएको छ वरिपरि र हाम्रो तपाईले देख्नु भएको छ बेनी बजार अर्थुङ्गे अनि चाहिँ यो पारी रहेको चाहिँ म्याग्दी र वारी चाहिँ पर्वत दुईटा जिल्ला त्यसपछि म पनि यतातिर चाहिँ छु है साथीहरु एकदमै यहाँ त एकदम जाडो भएर म चाहिँ पछ्यौरा यसरी बेरिरहेको चिसो मौसम भएको कारणले गर्दा ल देख्न सक्नुहुन्छ हाम्रो ठुलो आमाले गिटार एकदमै दामी बनाउनु भएको छ हो यसो जानु आमा ल सासु यता बुहारी चाहिँ किबोर्ड बोकेर यसरी भ्लग गराइदिइराख्नु भएको छ हाम्रो क्यारल सहित क्याम्प फायरको भुटन सुरु छ कुकम्यान मेरी क्रिसमस र यो समयमा चाहिँ यहाँ मासु पाकिराखेको छ अरे जय मसी ओहो यसरी चाहिँ भइराखेको छ हाम्रो क्याम्प फायर पनि सबैजना हाम्रो चाहिँ मेरी क्रिसमस भइरहेछ साथीहरु रमाउने कारण यस्तोको हाम्रो क्रिसमस क्यारलमा यस्तो डान्स भइरहेको छ यो समय तपाईहरुले देख्न सक्नुहुन्छ अनि लाग्यो फर्केर साथीहरु तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो लागि त ग्याल रेडी सहित आएको छ उहाँहरु यस्तो डान्स गरिराख्नु भएको
साथीहरु फोटो खिच्ने पोजिसन यो डान्स हेरेर तपाईहरुले शेयर अनसब्स्क्राइब गरिदिनु होला वाह अब हामी खाना खाने हो अनि त्यो भएको कारणले गर्दा यहाँ देख्न सक्नुहुन्छ यी हाम्रो रेडी भइसकेको छ अब हामी खाने साथीहरु यो अन्तिम हो साथीहरु अनि आज हाम्रो क्याले सकेपछि चाहिँ हामीले यसरी खानाको व्यवस्था गरेको छौं अनि भुटन अनि त्यसपछि रागाको मासु तरकारी त्यसपछि अचारहरु र भात हाम्रो चाहिँ आज भइराखेको छ तपाईहरुले देख्न सक्नुहुन्छ है आजको मेरो भ्लगलाई यतिकैमा म इन गर्न चाहन्छु साथीहरु अब खाना खाने र तपाईहरु सबैजनालाई अनि अर्को भिडियोमा भेट्ने बाचाको साथ अनि म यो समयमा चाहिँ तपाईहरु सबैजनालाई बाइ बाइ भन्न चाहे है त साथीहरु ओके